गुड मर्निङ मेरो फेसबुक मित्रहरूलाई। आज म तपाईँहरूलाई एउटा भिडियो लिएर आउँदैछु, मेरो मिनी ब्लग। यो ब्लग चाहिँ एकदम तपाईँले हेर्नु होला। यहाँ एउटा नयाँ डिजाइन बनिएको छ यहाँ हाम्रो दिलमान भाइकोमा। म अब तपाईँहरूलाई यहाँ देखाउने छु ल। यो तपाईँहरूलाई भन्नु खेलखोर कुखुराको। यहाँ हेर्नुहोस् उहाँको यहाँ हेर्नुहोस् त। यो हामी दुई भाइले यसमा चाहिँ म मात्र होइन, हाम्रो यहाँ सुभाष मामा पनि म फौजीको भए तापनि उहाँको हातको ट्यालेन्ट चाहिँ यति दामी छ नि। फेरि यहाँ हेर्नुहोस् त। म अहिले भित्र पनि तपाईँलाई देखाउँछु, उता पनि उतापट्टिबाट देखाउँदैछु। उहाँले खर्च गरेको छ यसमा चाहिँ। यहाँ हेर्नुहोस् खेलखोर चाहिँ यो है, हामी दुई भाइले बनाएको। यहाँ म अहिले भित्र पनि तपाईँलाई कुखुराहरू पनि देखाउने छु। च्यादरहरू हालेको छ यहाँ। यो यता अगाडि साइडपट्टि हो यो। यहाँ हेर्नुहोस्। अब म फ्रन्टमा देखाउँछु कुखुरा इन चाहिँ कताबाट हुनेछ ल। यहाँबाट चाहिँ कुखुरा इन हुने चाहिँ अब यहाँ दैलो छ। हेर्नुहोस् है, म तपाईँलाई यो दैलो यो चाहिँ उहाँ भाइको चाहिँ यो दैलो यो ओपन हो। यहाँ हेर्नुहोस् त, यो ओपन भयो। अब म भित्र कुखुरा मको कुखुराहरू यहाँभित्र उहाँ हेर्नुहोस्। चल्लाधरि यहाँबाट निस्किँदैन अन्त। यहाँ हेर्नुहोस् कुखुरा ठुलो खालको कुखुरा छ नि यहाँ, एकदम ठुलो खालको। यहाँ हेर्नुहोस्। आमा भाले हेर्नुहोस्। म चल्लाहरू अझै एक मौका राखेको छ उसले। अब चाहिँ यहाँ प्रशस्त उहाँ भाइकोमा चाहिँ कुखुराहरू हुनेछ है। यहाँभित्र खोर यो भित्र खोर छ है। 2 रुमको खोर यो भित्र हो। यहाँ हेर्नुहोस् कुखुरा हेर्नुहोस् त उहाँ भाइको हो। यहाँ हेर्नुहोस्। अनि कुखुराहरूलाई किन रुखमा बस्ने जात हो तपाईँहरूलाई भन्न पर्दा यहाँ टाँडहरू पनि छ कुखुराको। यहाँ हेर्नुहोस्। यहाँ माथि माथि कुखुरा बस्ने हो। म अहिले यो खोरभित्र छु। अझ यो भित्र अलिक कम्प्लिट भएको छैन है। यहाँ हेर्नुहोस् अलिकति अब मर्मती छ। यहाँ अहिले कुखुराहरू हिजो मैले ओपनिङ गरिहालेको भुतभुते खेल्दैछ। आमा यहाँ हेर्नुहोस् त, ठुलो खालको कुखुराहरू पो छ त। यहाँ चल्लाहरू पनि छ। उहाँले अहिले कहाँ राखेको छ। यो चाहिँ कुखुरा बस्ने जग्गा तपाईँहरूलाई भन्न पर्दा यो कुखुरा बस्ने जग्गा टाँड बनाइदिएको। किनभने कुखुराहरूलाई रुखमा बस्ने जात हो र निकै माथि माथि नै चढेर बस्ने गर्छ। यो माथि ओथ्रा बस्ने खोर यो भित्र छ। हेर्नुहोस् है। यहाँ हेर्नुहोस् भाइकोमा यहाँ मौरी पालन पनि उहाँले गरेको छ। यहाँ हेर्नुहोस् है। यो हाम्रो भाइको घर, दिलमान भाइको यता किचन। उहाँ भाइ एक्लो भए तापनि कामको व्यवसाय चाहिँ खुब गर्छ है उहाँ भाइले। यहाँ हेर्नुहोस् न मौरीहरू डुँडहरू। यहाँ एक डुँड, यता मौरी। उहाँ भाइको इन्कमहरू चाहिँ यो मौरीबाट पनि छ, कुखुराबाट पनि छ है। हेर्नुहोस् यहाँ हाम्रो यो दिले भाइको कुखुराको खोर चाहिँ नि यो कम्प्लिट भएको छ। यहाँ रेडी खेलखोर यो हुन्छ। यो भिडियो तपाईँहरूलाई है, यो भिडियोलाई लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनु होला। यहाँ हेर्नुहोस् घर। यहाँ फुलहरू पनि म देखाउँछु अलिक। यहाँ छ फुल, यहाँ पनि छ फुल। हेर्नुहोस् त यता फुलहरू हेर्दै 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 जानुहोस् ल। कति मजाले फुलेको छ हो। यहाँबाट म देखाउँदै देखाउँदै जान्छु। उहाँ पनि कति मजामा एक्लो भयो तापनि उहाँ भाइ हेर्नु त कति राम्रो सुन्दर पाराले घरहरू सर सफाइ उहाँले राख्छ है। यहाँ हेर्नुहोस् हो। यता माथि माथिको सिन है। यो चाहिँ तपाईँहरूलाई त्यही माथिको यो सिनहरू।
उता जाने बाटो